यथार्थ कुरा। प्रधानमन्त्रीज्यू सीमा रक्षा गर्न नसक्ने, गृहमन्त्रीले सुरक्षा दिन नसक्ने, शान्ति सुव्यवस्था दिन नसक्ने, आपूर्ति मन्त्रीले ग्यास मल दिन नसक्ने, श्रम रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने, अर्थमन्त्रीज्यूले बजार दिन नसक्ने, राहत दिन नसक्ने, महँगी नियन्त्रण गर्न नसक्ने, सहकारी पीडितले पैसा फिर्ता नपाउने, न्यायालय छ न्याय नपाउने, अस्पताल छ उपचार नपाउने। अनि हामीले गरिरहेको कुरा के होला? वाट आर वी डुइङ? के गर्दैछौँ हामीले? यो प्रश्न म लगायत सबैजनालाई सोध्न चाहन्छु आज। अब हामीले संसदमा बोल्छौँ, सरकार संसदप्रति जवाफदेही बन्नुपर्छ भन्ने माग हिजोसम्म राख्यौँ। हिजो खुसी लाग्यो, सभामुखज्यूले निर्देशन पनि दिनुभएको छ। आशा गर्छु हाम्रो प्रधानमन्त्रीज्यू आएर हाम्रो भन्नाले हाम्रो पर्सनल केही छैन, जनताको प्रश्नको उत्तर उहाँले दफावार दिनुहुनेछ। प्रश्न